कारोबारको पहिलो दिन नै क्रेस्ट माइक्रोले धमाकेदार स्टार्टिङ गरिसकेको छ। आज पोजिटिभ सर्किट हान्न सफल भइसकेको छ र अहिले चाहिँ यस कम्पनीको प्राइस चाहिँ 332 रुपियाँ 70 पैसा पुगिसकेको छ र यस्तो सर्किटहरू चाहिँ हामीले अब आउने दिनहरूमा चाहिँ धेरैवटा सर्किटहरू देख्न पाउनेछौँ। फन्डामेन्टली हेर्दा पनि गार्डियन माइक्रो र नेपाल माइक्रो भन्दा चाहिँ यो कम्पनी अब्बल रहेको हुँदाखेरि चाहिँ यसले त्यही रेन्जमा नै प्राइस जान सक्ने मेरो चाहिँ आङ्कलन रहेको छ र तपाईँहरूले पनि यदि किन्ने अथवा बेच्ने सोच्नु भएको छ भने चाहिँ आफ्नो एनालाइसिस आफै गर्नु होला र हामीले भनेका कुराहरूलाई चाहिँ जस्ट सजेसनको रूपमा नलिनु होला। जस्ट अब आफूले सुन्ने र आफ्नो डिसिजन चाहिँ आफूले नै लिने प्रयास गर्नु होला। त्यो भयो भने चाहिँ तपाईँहरूले कसैलाई ब्लेम पनि लगाउन सक्नु हुँदैन र आफ्नो एनालाइसिस गर्ने आफ्नो डिसिजन लिने बानी चाहिँ तपाईँले आफैले पार्नुहुनेछ। र यसको आइपी पढ्ने सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी यसको प्राइसहरू चाहिँ कति पुग्ला त, यसको 2400 2500 2600 कति पुग्ला त, त्यो चाहिँ कमेन्टमा लेखिदिनु होला र यस्तै अपडेटको लागि चाहिँ हामीलाई फलो गर्दै गर्नु होला। हस्त, धन्यवाद।